हेलो एभ्रिवान, वेलकम छ तपाईहरुलाई मेरो यो नयाँ युट्युब च्यानलमा। आज चाहिँ मैले अब बीसीए को फर्स्ट सेमेस्टरको डिटर्मिनेन्ट्स एन्ड म्याट्रिसेसहरुको बारेमा हजुरहरुलाई बुझाउन खोज्दै छु। कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनु होला। ल, पहिला सुरु हजुरहरुलाई म बुझाउन गइरहेको छु त डिटर्मिनेन्ट्स भनेको के हो त? डिटर्मिनेन्ट्स भनेको न्यूमेरिकल भ्यालु। डिटर्मिनेन्ट्स भनेको चाहिँ न्यूमेरिकल भ्यालु अफ एन स्क्वायर म्याट्रिसेस। जस्तै अब तपाईहरुलाई म बुझाउन चाहन्छु कि स्क्वायर म्याट्रिसेस भनेको के हो। स्क्वायर म्याट्रिसेस भन्नाले जसको नम्बर अफ रो नम्बर अफ कलम बराबर हुन्छ, इक्वल हुन्छ। जस्तै यसको 2 * 2। अनि म हजुरहरुलाई अझै बुझाउने कोसिस गर्दै छु राम्ररी। यहाँ हेर्नुहोस् राम्ररी। लाइक यसको पनि 3/3 यसलाई नै भनिन्छ स्क्वायर म्याट्रिक्स, जसको रो एन्ड कलम इक्वल हुनु पर्यो। 3 वटा रो 3 वटा कलम, यसलाई नै भनिन्छ स्क्वायर म्याट्रिसेस। र हामी पहिला सुरु चाहिँ यसको सल्भ गरेर हेरौँ है त। अब 2 3 1 4 यसलाई चाहिँ अब करस्पोन्डिङ मल्टिप्लाई गर्नुपर्छ। फेरि लेफ्टबाट है, यसो गर्दा 2/2 2 4 जा 8 सरी 2 4 जा 8 3 1 जा 3। अनि हेर्नुहोस् 8 - 3 5 यसरी नै प्रुभ भयो। अनि तपाईहरुलाई म केही एक्जाम्पलहरु दिन गइरहेको छु। स्क्वायर म्याट्रिसेस भन्नाले के बुझिन्छ? स्क्वायर म्याट्रिसेस भन्नाले नम्बर अफ रो एन्ड कलम इक्वल हुनु के। लाइक अब फर्स्ट रो अनि फर्स्ट कलम, सेकेन्ड रो सेकेन्ड कलम, थर्ड रो थर्ड कलम, हैन? यसको इक्वल नै छन् नि त, त्यसैले यसलाई नै स्क्वायर म्याट्रिसेस भनिन्छ। अनि यसको अब हामी सल्भ गरेर हेर्छौं है त। फेरि सल्भ गर्दा चाहिँ डिटर्मिनेन्ट निकाल्दा चाहिँ हामीलाई कसरी सजिलो पर्छ भन्दाखेरि अथवा फर्स्ट रोबाट गर्दा पनि भयो, फर्स्ट कलमबाट पनि गर्दा भयो। इन केस अफ बडी जस्तो प्राय रोबाट गर्दा चाहिँ अलि सजिलो हुन्छ है। म हजुरहरुलाई यतैबाट बुझाउन चाहन्छु। लाइक 4 अब यसलाई चाहिँ सब म्याट्रिसेस भनिन्छ है। अब फर्स्ट रो आइसक्यो हैन, त्यसपछि चाहिँ फर्स्ट कलम भएपछि अब कुन बाँकी रह्यो हेर्नु त। 2 1 1 2 हैन। अब 2 1 1 2 यसको चाहिँ फेरि करस्पोन्डिङ हुन्छ है, करस्पोन्डिङ भएर निकाल्नु पर्ने हुन्छ। त्यसपछि चाहिँ अब यसको फेरि अझै डिटर्मिनेन्टको चाहिँ साइनहरु हुन्छ है। म हजुरहरुलाई यहाँ नोटमा टक्क साइनहरु देखाउँछु। यो चाहिँ एकदम इम्पोर्टेन्ट हो है। प्लस माइनस प्लस माइनस प्लस माइनस प्लस माइनस प्लस हुन्छ है। यसरी नै गर्ने हो। जस्तै अब यो प्लस नै हुन्छ है अगाडिको चाहिँ। फेरि अब यो रोको चाहिँ यता हुने भयो 3। त्यसपछि अब हेर्नु त, अब कुन बाँकी रह्यो यसो गर्ने। त्यसपछि अब कुन बाँकी रह्यो हेर्नु त। यसरी हेर्दा 1 1 2 2 है। 1 1 2 2 यसको पनि करस्पोन्डिङ गर्नुपर्ने हुन्छ। त्यसपछि अब यहाँ प्लस साइन आयो। यहाँ साइनहरु पनि हेर्नु है। यो साइन अब 2 यता खस्छ। 2 यता खसिसकेपछि अब यति हुन्छ है। अब के बाँकी रह्यो हेर्नु त। 1 2 2 1 1 2 2 1 करस्पोन्डिङ गर्ने। यसको पनि यसको करस्पोन्डिङ गरिसकेपछि अब यो अगाडिको प्लस साइन नलेखे पनि हुन्छ। लाइक मैले यतिकै सार्दिए। अब यहाँ हेर्नुस् 2 * 2 4
1 into 1 1 नै हुन्छ हैन त्यसपछि यो -3 को 3 यहाँ खस्छ त्यसपछि 1 into 2 ओ सरी 1 into 2 2 2 1 जा 2 2 फेरि पोलर साइन 2 यहाँ आउँछ अब 2 2 जा 4 1 1 जा 1 2 2 जा 4 यो भयो अनि अर्को स्टेप यो 4 यहाँ त्यसै खस्छ 4 4 minus 1 3 यो 3 साइन यहाँ जस्ताको जस्तै आयो 2 minus 2 0 फेरि प्लस 2 फेरि 1 minus 4 अब यसको चाहिँ तपाईहरु यहाँ कन्फ्युज नहुनु होला है यहाँ -3 नै हुन्छ त्यसपछि यहाँ 4 जस्ताको जस्तै आउँछ अनि 3 त्यसपछि -3 -3 हुन्छ है -3 त फेरि के हुन्छ थाहै होला हजुरहरुलाई हैन अनि 4 into 3 यो चाहिँ होइन है 4 into 3 गर्दा 12 माइनस माइनस प्लस भयो है अनि 3 plus 3 6 12 minus 6 6 यो आन्सर सोल्भ भयो ल थ्यांक यू एभ्रीवन यदि भिडियो हजुरहरुलाई राम्रो लागेमा च्यानललाई सब्स्क्राइब गर्नु र सपोर्ट गर्नु होला म यस्तै भिडियोहरु अझै ल्याउने छु भन्दै बिदा हुन्छु धन्यवाद